अहिले चाहिँ म भर्खरै उठेको गाई चाहिँ होइन। अब म चाहिँ अहिले यहाँ गोठमा छु, भर्खर उठेको। अब बिदाको दिन चाहिँ कस्तो हुन्छ भने सुतेरै बसिन्छ। आज जोत्नुपर्ने घाँस पनि हालेको छैन गोरुलाई, भर्खरै ल्याएर हालिदिएको घाँस पनि गोरुलाई। अब चाहिँ म यतातिर घाँस हाल्छु, बाख्रालाई घाँस झुन्याइदिन्छु, त्यहाँदेखि म घर जान्छु। आजको काम भनेको चाहिँ गोरु जोत्नु छ। त्यो म मेलो पनि देखाउँछु तपाईँहरूलाई। अहिले म त्यो मेलो पनि देखाउँछु, त्यो जोत्ने आज चाहिँ यदि जोतिसक्ने भन्ने मेरो प्लान छ। अनि अर्को कुरा चाहिँ भनेको नेबुवा छ क्या, नेबुवा छ भन्नुभएको छ मम्मीले। अब कति छ के छ भनेर त्यो मलाई पनि थाहा छैन। म जति छ 3टादेखि एउटादेखि 2टा। आजकल अब मङ्सिर पुस लाग्यो, अब मङ्सिर पुस लाग्यो। पुसको अब पहिलो हप्ता हो यो। कति आज 4 गते समथिङ कति हो। अब त्यो अब अहिले छिप्पिएको नेबुवा 2-3 दाना खानु भनेको त्यो च्यालेन्जिङै कुरा हो। अब म चाहिँ अब खुर्सानीहरू जे पनि युज गर्न सक्छ। अब त्यो चाहिँ तपाईँहरूलाई अहिले पछि म गएर देखाइहाल्छु। कति रहेछ हेरौँ, बिग्रेको छ कि छैन म त्यो पनि हेर्छु। त्यो मैले चाहिँ त्यो बाहिरबाट ल्याएको होइन है, नेबुवा हाम्रै घरमै छ, त्यही घर छेउमै बोट छ। त्यो अरू चाहिँ सबै गाउँतिर लगिसक्यो, म आफूले खानु भनेर चाहिँ नदिकन राखेको हो। त्यो चाहिँ अरूले माग्दै थियो। हिजो पनि एउटा आन्टीले सोध्नु भएको थियो नेबुवा छ छैन भनेर, मैले चाहिँ छैन भन्दै। अब जम्मा 8-9 5-6 दाना त छ। अब त्यो कति दिनु कति के गर्नु, म त्यही भएर मैले पालो छैन भनिदिएँ। अब अहिले चाहिँ म घाँसहरू झुन्याउँछु। अघि नै भिडियो बनाउनु लागेको, फेरि दाइले कल गर्नुभयो। अब दाइको तपाईँहरूले मलाई च्यालेन्ज पनि दिन सक्नुहुन्छ भलिबलको बारेमा। तपाईँहरूले जस्तै मलाई तपाईँले यो खेल्नु पर्यो भनेर कमेन्ट गर्नु, म त्यही गेमहरू खेल्छु। जसले धेरै जुन चिजमा मलाई धेरै कमेन्ट आउँछ म त्यही खेल्छु। म चाहिँ अब सोच छ कि मेरो यस्तो छ कि सोच चाहिँ मेरो यहाँदेखि सर्टमा जाने, अनि डिफ्रेन्ट पहिला म राम्रो बनाउँछु, अनि दाइहरूले डिफ्रेन्ट राम्रो छ तेरो त सर्टमा जा अहिलेलाई। अनि पछि जिल्लातिर गइसकेपछि बाहिरतिर सेलेक्ट भयो भने चाहिँ, अनि अब यो भनेको चाहिँ म सेलेक्ट भएपछि कुरा हो। सेलेक्ट भयो भने चाहिँ म के गर्छु भन्दाखेरि, अब पहिला चाहिँ म डिफ्रेन्ट खेल्छु अहिले, अनि डिफ्रेन्ट खेलिसकेपछि पछि गएर अब सर्टहरू पनि हान्दै गर्छु। अनि त्यहाँदेखि सर्ट राम्रै भयो भने अनि सर्ट पनि हान्छु म पछि। अनि अलराउन्डरमा गएर अनि पछि जिल्लातिर गइसकेपछि डिफ्रेन्ट खेल्नु मन छ क्या, मलाई सेन्टर खेल्नु मन छ। अनि सेन्टर अब भलिबलमा चाहिँ फेरि सेन्टर खेलिसकेपछि जहाँ पनि जानु पाएँ, सर्टहरू हानिसकेपछि जता पाएँ त्यति जानु पाउँदैन क्या। सर्टहरू त अब केटाहरूले त टन्नै हान्छ नि त। डिफ्रेन्ट भनेको मान्छेले कमै खेल्छ, त्यही भएर म चाहिँ धेरै डिफ्रेन्टमा फोकस गरिरहेको छु। त्यही भएर मेरो भिडियोहरू पनि डिफ्रेन्टहरूकै बारेमा आएको थियो, तपाईँहरूले चेक गर्नुभयो होला। अब त्यही हो गाइज, अब म धेरै डिफ्रेन्ट खेल्छु। अब तपाईँहरूले भन्नुहुन्छ सर्ट हान्नु भन्नुहुन्छ भने म सर्ट पनि खेल्छु। अब अहिले चाहिँ रनिङ चिलै फिक्स भएको रहन्छ क्या। अब के भन्नु, त्यो कस्तो ताले हुने भयो क्या, खेलाउने भयो। जम्मा 5,20,000 कि कति पैसा आएको छ अरे रनिङ सिलको लागि भनेर पालिकाले छुट्याइदिएको छ अरे। त्यो अब जसले कम पैसामा गर्छ, जुन स्कुलले म यति पैसामा गर्छु, जस्तै हाम्रो स्कुलले 3 लाखमा गऱ्यो भने हाम्रो स्कुललाई दिन्छ क्या त्यो रनिङ सिल, हाम्रो स्कुलले गराउनु मिल्छ। अनि त्यस्तोमा त फेरि कस्तो तालले भयो क्या, मैले कुरै बुझेन क्या। त्यही भएर त्यो फिक्स भएको रहन्छ, अरू सबै कुरा फिक्स भएको रहेछ। रनिङ सिलमा चाहिँ अहिले हाम्रो पालिकामा चाहिँ कुन रहेछ भने कबर्दी हटाएछ, पोहोर चाहिँ धेरैवटा रनिङ थिएन, 3टा कि कतिवटा रनिङ मात्रै थियो। 100 र खै कति हो मलाई पनि थाहा भएन, 100 र 800 कि न 2टा कि 3टा मात्रै रनिङ थियो। यसपालि चाहिँ सबै पहिला जति थियो त्यति नै हाल्दैछ। कति 1000-1500 कतिको छ त्यो मलाई पनि थाहा भएन। अब रनिङहरू चाहिँ थुप्रो छ भन्ने सुने हो। अब के छ कस्तो छ म भोलि पर्सि अब सरले मलाई भन्नुहुन्छ डिटेलमा, अनि म तपाईँहरूलाई म भन्छु। अब त्यही हो, म यता घाँसहरू हाल्छु अनि यता गोरुलाई पनि
गोरुको पनि गोबरहरू केही सोरेको छैन। म गोबरहरू सोर्छु अनि त्यहाँदेखि घर जान्छु। घरमा गएर अब अलिअलि के हुन्छ खाएर अनि आएर गोरुलाई कुडो दिएर अनि म जोत्छु। अनि जोतिसकेपछि अनि तपाईँहरूलाई म भेट्छु है। अब जोत्ने बेला त अब भिडियो बनाइबस्ने कुरा भएन। ल त्यही गाइज, अब म जोतिसकेर घर गएपछि अनि भेट्छु है त तपाईँहरूलाई। अहिले चाहिँ यो भर्खर कति बज्यो भन्दाखेरि 7:34 भएछ। 7:34मा चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्कै घाम आएको छ, थोरै रातो रातो। यतातिर यो मासतिर हो क्या खेत चाहिँ हाम्रो, यता टन्नै छ हाम्रो खेत चाहिँ। अनि अर्को कुरा तपाईँहरूलाई म के देखाउन चाहन्छु भने मैले चाहिँ हिजो बेलुका मैले यो बनाएको थिएँ। यहाँ देख्न सक्नुहुन्छ बसिला अनि यो आरो अनि हँसिया पनि छ। यो चाहिँ के को लागि बनाएको भन्नुहुन्छ भने जम्प गर्नलाई। अब यस्तो टेबल जस्तो बनाउने एउटा, अनि त्यहाँनिर उफ्रिँदै म कतिसम्म चाहिँ उफ्रिन सक्छु त्यो तपाईँहरूलाई म पछि भन्छु। अब त्यो मैले के गरी बनाएँ भनेर चाहिँ भिडियो बनाउनु भ्याउँदिनँ। अब त्यो तपाईँहरूलाई मैले यस्तो गरेर बनाएको, तर म त्यस्तो हार्ड केही गर्दिनँ। म सजिलो तरिकाले बनाउँछु, त्यो खेतमै बनाउँछु। अब किनकि म यहाँ गोठमा सुत्छु बिहान, अनि बिहान गएर उफ्रिने हो, त्यो जम्प गर्न सिक्ने हो, यताउता त्यो प्र्याक्टिसको लागि हो। अब त्यही हो। अब तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ यसरी। म अब यस्तो गरेर जम्प गर्ने भनेर म त्यो जम्पको बारेमा नि भिडियो बनाउने छु। अब तपाईँहरू के को बारेमा धेरै हेर्नुहुन्छ, अब भलिबलहरू कुन धेरै खेल्नुहुन्छ, जस्तै लिफ्टर, अब रेज खेल्नुहुन्छ, सर्टहरू हान्नुहुन्छ, डिफ्रेन्ट खेल्नुहुन्छ भने कुनको बारेमा चाहिँ तपाईँहरूलाई जान्नु मन छ त्यो कमेन्ट गरिदिनु होला। म त्यही विषय अन्तर्गत एउटा भिडियो बनाइदिन्छु। अब तपाईँहरूले मेन भनेको च्यालेन्ज दिन सक्नुहुन्छ है। च्यालेन्ज जे दिए पनि हुन्छ, भलिबलको बारेमा दिनुहोस्, जे दिए पनि हुन्छ। भलिबल मेन भनेको त म भलिबल सेलेक्ट हुन्छु कि हुँदैन भन्ने कुरा हो। अहिले पछि भेट्छु तपाईँहरूलाई चाहिँ। सो अघि चाहिँ आन्टी आउनु भएको थियो, गाउँको आन्टी, त्यही भएर अब मैले चाहिँ घाँसहरू हालेर हिँडिसकेँ घरतिर। अहिले चाहिँ मैले चाहिँ मेहनत गरिरहेको छु। अब सबै कुराहरू तपाईँहरूलाई देखाउनु पनि मैले सक्दिनँ। अब किनभने मोबाइलमा चार्जै टिक्दैन क्या। अब म सबैभन्दा सुरुमा चाहिँ म पैसा कमाएपछि चाहिँ म घरमा एउटा नेट र सुरुमा चाहिँ म वाइफाई जोड्छु क्या। मलाई मेरो घरमा चाहिँ वाइफाई छैन, म गाउँमा गएर भिडियो अपलोड गर्छु। त्यही भएर यताउता कहिले कति बजे अपलोड हुन्छ, कहिले कति बजे, त्यसको लागि सरी। अब सो हेलो साथीहरू, अहिले चाहिँ अहिले चाहिँ आधा रात परिसकेको छ। अब म आधा चाहिँ भने जस्तो कामै भएन क्या। नेबो पनि सकेको रहेछ, प्लस फेरि जोत्दा पनि सबै जोति सकिएन, अलिकति समस्या पऱ्यो। आज चाहिँ मैले एउटा गल्ती गरेको छु। अब त्यो गल्ती चाहिँ अहिले भन्न मिल्दैन। अहिले चाहिँ म सबै लुगाहरू चेन्ज गरेर पनि भिडियो बनाउन आइसकेको छु। अब बिहानको भिडियो प्लस यहाँको पनि भिडियो प्लस गरिदिन्छु। मैले चाहिँ दिउँसो भिडियो केही पनि बनाएको छैन, नेबो पनि सकिएछ क्या। त्यही भएर मैले बनाइनँ। अब त्यसको लागि सरी। अब त्यही हो। तपाईँहरूलाई म आज चाहिँ एउटा कुरा के भन्छु भने यो भिडियोमा 100 सब्सक्राइब पुर्याइदिनु। 100 सब्सक्राइब पुगेपछि अब भर्खरै खोलेको च्यानल हो, सक्दो सेयर गर्नु तपाईँहरूले चाहिँ मेरो भिडियो। प्रायः जस्तो चाहिँ गेम खेल्ने, फ्री फायर खेल्नेहरूलाई गर्नु। त्यो सरप्राइज चाहिँ त्यो फ्री फायर अन्तर्गतै हुनेछ। फ्री फायर अनि रिलेटेड गरेर मैले एउटा सरप्राइज दिने विचार गरेको छु तपाईँहरूको लागि। अब त्यो सरप्राइज के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो म पछि नै भन्छु। 100 सब्सक्राइब पुर्याइदिनु अहिलेको लागि, त्यसपछि म तपाईँहरूलाई सरप्राइज दिनेछु। अब त्यो सरप्राइज पाउनुको लागि चाहिँ तपाईँहरूले छिटो सब्सक्राइब गर्नुपर्ने हुन्छ। अब मेरो भिडियो चाहिँ सक्दो सेयर गर्नु होला। प्रायः जस्तो गेमरहरूलाई गर्नु होला, जो टपअप गर्न नसक्ने, जो चाहिँ कस्तो सोच भने सकेसम्म कम पैसा खर्च गरेर टपअप गर्ने खालको मान्छेहरूलाई गर्नु। त्यसको लागि चाहिँ तपाईँहरूले गेमले चाहिने हुन्छ। गेमले चाहिँ राम्रो हुनुपर्छ त्यो मान्छेको। अब गेम खेलेर नै तपाईँहरूले गेम खेल्ने अनि प्लस थोरै
पैसा खर्च गरेर टपअप गर्ने त्यो मेरो चाहिँ अब अहिले चाहिँ मैले चाहिँ अब अस्तिको भिडियोमा मैले भनेको थिएँ देब्रे हातले कसरी सर्ट हान्ने भन्ने कुरामा। अब त्यो देब्रे हातले कसरी सर्ट हान्ने, अब त्यो खुट्टाको स्टेप हो मेन भनेको त। खुट्टाको स्टेप चाहिँ मैले प्र्याक्टिस गरेको 2 दिन भयो। 2 दिनमा अलिकति मनमा के आएको छ भने अब चाहिँ म के गर्छु है भन्ने सोच छ। अब चाहिँ मलाई सजिलो हुँदै गएको छ है भन्ने सोच छ। अब 2 दिनमा पनि प्रुफ भएको छैन मेरो चाहिँ अलिकति पनि, थोरै अब त्यो मनमा मात्रै भएको हो। अब त्यो बाहिरी उसमा भएको छैन। अब त्यो चाहिँ म आज 2 दिनमा कति प्रुफ भयो, अब कति मेहनत गर्नुपर्छ त्यसको लागि चाहिँ अब म आज थोरै मात्रै देखाउँछु, 1-2 चोटि मात्रै देखाउँछु तपाईँहरूलाई चाहिँ। अब मेरो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला, मलाई सक्दो सेयर गरिदिनु होला मेरो भिडियोहरू चाहिँ। अब भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला। अब भिडियो मन परेन, केही कमी कमजोरी भयो, केही तपाईँहरूलाई नराम्रो लाग्यो भने भनिदिनु होला, म त्यो गल्तीहरू सुधार्दै अगाडि बढ्नेछु। अब अहिले चाहिँ म त्यो खुट्टाको स्टेप देखाउँछु। अब मलाई चाहिँ यो स्लो गर्न आउँदैन भिडियो, त्यही भएर फास्ट नै हुन्छ। म बिस्तारै नै गर्छु अब सकेसम्म चाहिँ। अब त्यो तपाईँहरूले बिस्तारै हेरेर बुझ्नु होला। अब म रात पनि अब हेर्न सक्नुहुन्छ, रात पनि पर्न लागिसक्यो। अब रात पर्न लागिसक्यो, त्यही भएर मैले चाहिँ छिटो छिटो भिडियो बनाउने। अनि अहिले पछि फेरि छिटै पोस्ट पनि गर्नुपर्ने छ, एडिट गर्नुपर्ने छ। मेन कुरा भनेको त भिडियोकै। अनि प्लस ब्यानरहरू बनाउनुलाई धेरै टाइम लाग्छ क्या। अब युट्युबमा भिडियो अपलोड गर्नुलाई त ब्यानर बनाउनु पऱ्यो, त्यो थम्बनेल भन्छ, थम्बनेल बनाउनुलाई धेरै टाइम लाग्छ मेरो मोबाइलमा। त्यही भएर म छिटो छिटो गरेर म उता नेटमा गएर अपलोड गर्नेछु। अब मोबाइलमा चार्ज पनि धेरै छैन, म त्यही भएर धेरै लामो भिडियो बनाउँदिनँ। अब अहिले चाहिँ म मोबाइल अड्याएर अब उसमा प्र्याक्टिस गर्नेछु है, प्र्याक्टिस गरेको देखाउने छु। अब म चाहिँ तपाईँहरूलाई खुट्टाको स्टेप देखाउँछु है। देब्रे हातले कसरी हान्ने, देब्रे हातले हान्नु, दाहिने हातले जसले पनि हान्छ, देब्रे हातले हान्नुलाई अलिकति गाह्रो हुन्छ, खुट्टाको स्टेपहरू फलो गर्नुपर्ने हुन्छ। त्यही भएर मान्छेले देब्रे हातले सर्ट हान्ने मान्छेहरूको के कमजोरी हुन्छ भने खुट्टा नमिल्नुको कारण जम कम हुन्छ है। यो चाहिँ यति कुरा याद राख्नु, तपाईँहरूले खुट्टा मिलाउनु भयो भने चाहिँ जम तपाईँको धेरै नै बढ्नेछ, थोरै भयो नि बढ्नेछ। धेरै त म भन्दिनँ, तपाईँहरू 2 फिट उफ्रिनुहुन्छ भने 2.5 फिट उफ्रिन सक्नुहुन्छ क्या खुट्टा मिलिसकेपछि। अब तपाईँहरूलाई चाहिँ म खुट्टाको स्टेप देखाउँछु है त। सुरुमा चाहिँ हामीले दाहिने खुट्टा पछाडि राख्नुपर्छ, अनि देब्रे यस्तो हुनुपर्छ, दाहिने देब्रे यस्तो हुनुपर्छ। अब देब्रे हातले सर्ट हान्ने भइसकेपछि यस्तो गरेर अब उतापट्टि बल हुन्छ। अब यहाँ चाहिँ नेटहरू केही पनि छैन, अब उतापट्टि बल हुन्छ, यस्तो गर्ने सुरुमा चाहिँ हामीले। अनि त्यसपछि यस्तो गरेर अनि यस्तो गरेर यसरी प्र्याक्टिस गर्ने क्या हामीले। अब तपाईँहरूले यस्तो पनि गर्न सक्नुहुन्छ होइन। अब गोलो गोलो घेरा चाहिँ म बनाउँछु एकछिन है। अब त्यसको लागि चाहिँ मैले यो लट्ठी ल्याएको छु एउटा, यो त्यति। अब यसको लागि चाहिँ मैले एउटा लट्ठी ल्याएको छु साथीहरू। अब जस्तै अब यहाँनिर गोलो, यहाँ एउटा गोलो बनाउनुहोस् यस्तो, अनि त्यहाँदेखि यो खुट्टा यहाँनिर तपाईँहरूले चाहिँ आफ्नो खुट्टा कति चाल छ त्यही अनुसारले उ गर्ने है। यहाँनिर बनाऊ। अब चाहिँ यसले कस्तो हुन्छ भने ठ्याक्क दाहिने अगाडि देब्रे दाहिने जम्प यस्तो गर्न सक्नुहुन्छ है। अब ठ्याक्क यस्तो गर्ने, दाहिने देब्रे दाहिने जम्प। अब यस्तै गरेर प्र्याक्टिस गर्दै गर्नुहोस्, तपाईँहरूको पनि प्रुफ हुनेछ, मेरो पनि अब थोरै थोरै सजिलो हुँदै गएको छ। अब यति नै हो है मेरो जम्प चाहिँ हेर्नुहुन्छ भने मेरो चाहिँ खास गरी यति मात्रै छ। अब मैले त्यो जम्प पनि बिहान प्र्याक्टिस गरेको छु। अब त्यो प्र्याक्टिस गरेको भिडियोहरू चाहिँ बनाउनु भ्याउँदिनँ। अब मेरो अरू पनि कामहरू छ, गाउँघरमा यस्तै कामहरू भएको कारणले मैले भिडियोहरू बनाउनु पाएको छैन साथीहरू, त्यसको लागि चाहिँ सरी। अब अझै मेरो जोत्नुहरू धेरै छ, गोरु पनि भने जस्तो छ नि, त्यही भएर मैले जोत्नु पनि
त्यस्तो राम्रोसँग पाएको छैन। अब तपाईँहरूलाई चाहिँ म पहिला चाहिँ मैले सुरुमा जम्पको प्र्याक्टिस गर्दा चाहिँ मैले लगभग 8-9 महिना अगाडि प्र्याक्टिस गरेको थियो। अब त्यो चाहिँ म के गरी गरेको थियो भनेर देखाउँछु है त। सो साथीहरू मैले चाहिँ यो ड्रमलाई नागेर प्र्याक्टिस गरेको थिएँ है। यो ड्रम चाहिँ ठ्याक्कै 2 फिट छ। अब मैले गाउँको केटाहरूलाई भन्दाखेरि कतिजनाले 2 फिट नाग्नु सक्दैन भनेर भनेथे, देख्न सक्नुहुन्छ। मैले चाहिँ सुरुमा चाहिँ यस्तै गरेर प्र्याक्टिस गरेको, यतिकै प्र्याक्टिस गरेको। अब मैले त्यस्तो धेरै हार्ड केही गरेन। टायल सुरुमा चाहिँ मैले टायल टायल छड्याएर एउटा टायल पनि मैले फुटाएको थिएँ। त्यो टायलहरू चाहिँ अहिले छैन। अब त्यो सबै धुतेर गयो। अनि त्यसपछि चाहिँ मैले यही प्र्याक्टिस गरेको है। यस्तै गरेर मैले प्र्याक्टिस गरेको हो। अब पनि म यस्तै गरेर अब चाहिँ म यति प्र्याक्टिस गर्छु। यति यो मैले अहिले अघि नै मैले घोचाहरू काटेर ल्याएर राखिसकेको छु। अब त्यो एउटा टेबल जस्तो बनाउनु पर्छ। अनि त्यसमा चाहिँ म यसरी चढ्ने गर्छु। अब त्यो कति दिनमा प्र्याक्टिस हुन्छ, कति दिनमा मलाई फुल कन्फिडेन्स हुन्छ, म यो कहिले कम्प्लिट गर्छु तैँले म भिडियो बनाउँछु। अब तपाईँहरूलाई चाहिँ म देखाउँछु यति चाहिँ हुन्छ। मेरो जे भयो नि कम्मर चाहिँ म उफ्रिनु सक्ने भएपछि म त्यसमा त्यो पनि भिडियो बनाउँछु। अब मलाई कति दिन लाग्छ त्यो अब आजकै दिनबाट म गनेर राख्नेछु। अब तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। कति दिन भयो मैले काहीँ गल्ती गरेछु भने अब त्यसको लागि माफ पाऊँ। यति भन्दै आजको भिडियो यही इन गर्छु साथीहरू। अब मलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। मैले अघि नै भनिसकेँ। अब मलाई 100 सब्सक्राइब पुर्याइदिनु होला जति सक्दो चाँडो। अब त्यो 100 सब्सक्राइब पुगेपछि अब तपाईँहरूलाई एउटा सरप्राइज हुनेछ। अब यो सरप्राइज चाहिँ के को बारेमा हुन्छ भन्दाखेरि चाहिँ फ्री फायर गेमको। फ्री फायर गेम तपाईँहरू खेल्नुहुन्छ भने फ्री फायर गेमरहरूलाई सेयर गरिदिनु होला। अब त्यो सरप्राइज के हुन्छ, कसरी सरप्राइज पाउन सकिन्छ भनेर त्यो चाहिँ म तपाईँहरूलाई 100 सब्सक्राइब पुगेपछि मात्रै भन्छु। अब जो मान्छे टपअप गर्नु सक्दैन, अब जस्तै गाउँघरमा हुन्छ टपअप गर्नु नसक्ने, अब टपअप गरिदिने मान्छे हुँदैन कुनै ठाउँमा। त्यसको लागि चाहिँ म गर्नेछु। अब त्यो टपअप कम पैसामा टपअप गर्ने र अनि गेम प्ले राम्रो भएको मान्छे अनि टपअप गर्नुलाई नसकेको मान्छेहरूलाई चाहिँ म त्यो सरप्राइज दिनेछु। अब त्यस्तो खालको सरप्राइज हुनेछ। अब म के भन्छु भन्दाखेरि चाहिँ मलाई 100 सब्सक्राइब पुर्याइदिनु होला जति सक्दो चाँडो। भिडियोलाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। हस् त, यति भन्दै म आज बिदा हुन्छ। आजको भिडियोमा चाहिँ यति नै साथीहरू। अब तपाईँहरूले मलाई के च्यालेन्ज दिन सक्नुहुन्छ भने च्यालेन्ज पनि दिन सक्नुहुन्छ भलिबलको बारेमा। अब अर्को भिडियो चाहिँ तपाईँहरूलाई भलिबलको बारेमा कुन सम्बन्धी चाहिँ के सम्बन्धी चाहिँ भिडियो बनाइदिनु पर्छ, तपाईँहरूलाई के चाहिँ बुझेको छैन तपाईँहरूले त्यो मलाई कमेन्ट गरिदिनु होला। कमेन्ट बक्स भनेको तपाईँहरूकै लागि हो। आजलाई यति नै।